हेलो नमस्कार अब हाम्रो मन्जित वाइबाको भ्लगमा सबैलाई स्वागत छ मन्जितलाई बोल्न आएन अरे त्यही भएर हो आज हामी एकदमै रमाइलो ठाउँमा आइपुगेका छौँ चितलाङ होइन यो र आज चाहिँ हाम्रो लक्ष्मी स्याङतान बहिनीको एउटा सेलो गीतमा हामी काम गर्न लागेका छौँ र यसमा आर्टिस्ट हुनुहुन्छ हाम्रो भिमफेदी गाइस अनि रश्मिला वाइबा बहिनी अनि पवन हाम्रो ब्रदर होइन सदा चाहिँ ल अब काम सुरु गर्न लाग्यो चिसो चाहिँ चिसो रहेछ चिसै छ के हेरिदिनु होला आजको छोटो क्लिप्सहरू हेरिदिनुहोस् रे हाम्रो मन्जितजीले भन्नुभएको ल यहाँ मन्जितको सट्टा बोलिदिएको हो त्यही हो होइन त गरिसक्यो ल वेलकम सबैलाई आई लभ यु सो मच गाइज ल त आजको दिन हेरिदिनु होला यसरी नै है त ल भिमफेदी गाइजकोलाई पनि सब्सक्राइब गरिदिनु होला होइन म राख्दिनँ म म्युजिकमै राख्छु ज्याब्रिक हाम्रो फेरि वर्ल्डको सबैभन्दा ह्यान्डसम भाइ सक्छ त नि अब जस यति धेरै माया गर्ने दिदी बहिनीहरू छ बिस्कुट खानालाई बोलाइदिनु सरीलाई यो चाहिँ मैले ल्याऊ दिदी बहिनीले होइन नि फेरि ए सरी धन्यवाद दोस्त यार यतिको चाहिँ एक्टिङ गर्नुपर्ने हुन्छ साँच्चीले एक्टिङ भन्दिँदैन भयो होला खाजा खाएर चाहिँ अब हामी फेरि डाँडा चढ्दैछौँ सुटिङको लागि भएन काम पनि गर्नुपर्ने हुन्छ होइन त्यो त अब दाइ एनर्जी आउनुलाई खा हो नि त हामीले होइन त त्यही त हो नि यो खानालाई त हामीले काम गरेर चाहिँ पनि हो होइन त अनि हाम्रो निर्मल सर यहाँ छिङ्गु ओ छिङ्गु हुन्चुकु अब आजको दिन सुरुवात है त एक दुई शब्द जास्नु त ल म चाहिँ अहिले यहाँ यो के भन्छ रे यसलाई बक्खु सक्खु लाएर रेडी भइसक्यो छोटो तरिकामा होइन अब फर्स्ट टेक लिँदैछ हाम्रो भेडाको हुन जस्तो भेडाको हुन जस्तो आकाशबाट के उडी आयो आकाशबाट के उडी आयो पूर्णेको जुन जस्तो पूर्णेको जुन जस्तो मोजे हान्दैछ कफी खानु पर्ने हुन्छ यहाँ ट्यापको लाएर सुटिङमा ट्यापको बनाउनु त दामी कफी बनाउनु ठिक छ नेस्क्याफे ट्याक्क लाएर हाम्रो यहाँनिर अब गुरुजीले च्याप्प बनाउँदै हुन्छ भयो अरूलाई चाहिँ थोरै हाल्नु चेस गर्नु यसो गर्नु ओ गुड गर्ल ए यार देखा न चिया देन चिया यस्तो चेस गर्नु खानु पाइज भने बेस भन्नु ल सुन्ने हो अरूले सुन्दैन एकमा चाहिँ अहिले परेन
किन नगरे म त मेरो दिदीलाई वेलकम छ है भाइको च्यानलमा ल एक दुई शब्द बोलिदिनु दिदी लासो फ्याफुलजी सम्पूर्णमा म लक्ष्मी स्याङतान आज चाहिँ मेरो आफ्नै गीत सुट भइरहेको छ हैन एकदम खुसी लागिरहेको छ आशा चाहिँ एकदम राम्रो हुन्छ भन्ने अनि अर्को कुरा चाहिँ अब यो गीतको शब्द चाहिँ म आफैले लेखेको हो अनि त्यसपछि सङ्गीत चाहिँ प्रकाश वाइ बाजु हुनुहुन्छ एकदमै राम्रो गीत रहेको छ आशा छ यहाँ सबैजनाले माया गरिदिनुहुन्छ मन पराइदिनुहुन्छ भन्ने आशा गरेकी छु धन्यवाद अनि दिदी यो तपाईँको च्यानलबाट आउँछ नि त हजुर च्यानलको नाम भनिदिनु नि त लक्ष्मी स्याङतान युट्युब च्यानलबाट आउँछ सबैजनाले हेर्नु होला हामी आउनुभन्दा अगाडि यहाँलाई जानकारी गराउँछौँ हामी लाइभमा बसेर होइन र अर्को कुरा भनेको म चाहिँ भीमफेदी गाइज निर्मल दाईको सम्पूर्ण टिमसँग जोडिन पाउँदा एकदम खुसी लागिरहेको छ ल त दिदी धेरै धेरै धन्यवाद तपाईँलाई पनि अब यस्तै छ होइन दाइ अरू के भन्नुपर्छ तपाईँ पनि अब खाना खान लाग्यो भने सकिहाल्यो खाना ब्रेक यस्तै त नि भ्लगमा खाना ब्रेक हो हाम्रो सबभन्दा हन्तकाली अगाडि पुग्छ त्यहाँ मुख पनि चिसो बनाउँदा सबभन्दा अगाडि त्यहाँ मुख पनि र त यहाँनिर रश्मिला बहिनीलाई पनि फेरि पनि वेलकम छ मन्जित दाइको च्यानलमा हाम्रो मन्जित दाइको च्यानल सबैजना लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि हाम्रो नयाँ गीत आउँदैछ हजुरले माया गरिदिनु होला है ल यति भनेपछि अब सक्यो नि त अब सब्सक्राइब त घटट बढ्ने भयो यस्तो मिठो मिठो चिज सर्टको लागि चल्न लाग्यो त्यसपछि चाहिँ हामी यहाँबाट आज मिल्यो भने तलतिर मार्कोतिर जाने भन्ने प्लान छ बेडा फार्मतिर नजानेको यतै सकिन्छ अब त अब यतातिर सकिने पऱ्यो के छैन दोस्त ल त लागौँ अब ज्याकेट लिएर पनि हाम्रो चाहिँ यहाँनिर सुटिङ नेक्स्ट ठाउँमा आएर लोकेसनमा यहाँनिर ड्रेस पनि चेन्ज भइसकेको अवस्था देख्न सक्नुहुन्छ हाम्रो निर्मल दाइको ड्रेस स्टुडेन्ट अफ द इयर जस्तो देखाएको छ यार अनि मेरो पनि यहाँनिर ड्रेस चेन्ज भइसक्यो यहाँनिर कपाल कोरौँ भनेको यसरी के गर्नु गाह्रो छ नेपालको इन्डस्ट्रीमा बाँच्नलाई होइन आफै मेकअप आर्टिस्ट सब आफै गर्नुपर्छ यहाँ गाह्रो छ यहाँ छ हाम्रो क्यामेराम्यानले हाम्रो यहाँ हिरोइनीको सर्ट लिँदैछ ड्रोन सर्ट यसलाई भन्छ खास यसलाई के सर्ट भन्छ हेलिकप्टर सर्ट होइन अब कपाल चाहिँ कस्तो भयो थाहा छैन कोरेको यस्तिकै हानिदिनुपर्छ क्या हो यतैतिर कहाँ मिल्छ कि चौरमा मैले के भने राम्रो छ भन्दै कहिले भन्ने मैले जाउँदै अनि यहाँनिर के भएको रे फेरि भन्नु कराउँदैछ के होइन अलि बुझ है होइन हाँस्ने कुरा होइन ल त्यहाँ गाह्रो आम्मा भाउजू त रातो न रातो गरेर हाँस्नु म त्यहाँनिर सर्ट काट्नु पर्ने हुन्छ अब यहाँनिर चाहिँ हाम्रो दिदीको लिपसिङ सर्ट हुँदैछ है हेरौँ यस्तै भइरहेको छ आजको दिन पनि नानीले चाहिँ एकदमै राम्रो डिसिजन लिएको जस्तो लाग्यो मलाई होइन हाम्रो निर्मल दाइलाई चाहिँ धेरै धेरै धन्यवाद दिनुपर्ने हुन्छ अनि स्पेसली हाम्रो गीत गाइदिनु भएको दिदीलाई पनि दिनुपर्ने हुन्छ धन्यवाद चाहिँ मैले धन्यवाद भन्नु पाएको थिएन अब धन्यवाद अनि यस्तै हो आजको दिन चाहिँ अब लास्ट सर्ट जस्तै भइसकेको छ हाम्रो यहाँ पवन दाई उसमा आउनु फेरि यहाँ फेरि हाम्रो पिङै बहिनी फेरि यहाँ बोल्दैछ अघि के भन्दै थियो अरे
आमा कम सोची बनायो नि त क्यामेरा नि यतिको चाहिँ एक्टिङ चाहिँ गर्नुपर्ने हुन्छ लाइफमा हाम्रो अन्जनहरूलाई चाहिँ माथि डाँडा चढाइदिएको छ ठिक छ त्यसले सुभाष भाइ फाइनली मेरो चाहिँ सुटिङ सक्यो यो बहिनी बोल्ने भयो बोल नत्र भयो नबोल ल बोल ल एक दुई शब्द बोल ल बोल व्हाट इज योर नेम My name is ल फेरि भन ल व्हाट इज योर नेम My name is Romina Makar. Oh, how old are you? Only 19 years old. Oh, only 19. Where do you live? Sinamongo. Where do you live? Sinamongal. I live Sinamongal. Oh my God. कति पढ्यो तिमी कति पढिरह अहिले 2 class. ल भयो ल यतिको चाहिँ हुनुपर्छ है जिन्दगीमा यो चाहिँ जस्ट फर फनको लागि मात्रै हो बहिनीले जिस्का मात्रै हो त्यो कुरालाई सबैजना सिरियस नलिनु बिचरा पढ्दैछ कति 12-13 पढ्दैछ होला त्यही हो ल भविष्यमा राम्रो गरोस् बहिनीले पनि न त नि मलाई आजको दिन यस्तै हो आजको दिन हाम्रो एकदमै रमाइलो भयो सोचेको जस्तो काम भयो धेरै पछि तामाङ सेलोले मज्जाले गर्यो खुसी लाग्यो हेर्दिनु होला माया गरिदिनु होला है सबैजनाले मिल्यो भने टिकटक पनि यसो बनाइदिनु होला लाइट हल्लाए कुन चाहिँ त अब यो अब आउँछ चाँडै हाम्रो दिदीको च्यानलबाट आउँछ ल दिदीलाई पनि एक दुई शब्द फेरि लास्ट जाने बेलामा बोलिदिनु ल फेरि पनि सबैजनालाई थ्याङ्क यू सो मच आजको यस सुटिङ चाहिँ एकदमै रमाइलोसँग एकदम राम्रो सुटिङ भएको छ आशा छ यहाँ सबैजनाले हेरेर अनि सुनेर साथ दिनुहुनेछ अनि टिकटक बनाउनु होला है ल सबैजनालाई यति भन्दै म पनि आज यो भ्लगबाट बिदा हुन चाहन्छु सबैजनालाई धेरै धेरै माया मन्जित भाइको तर्फबाट है त सबैजनालाई बाइ बाइ प्याकअप पनि भयो ल